my YouTube channel. So अनि म चाहिँ यहाँनिर यो च्याङ्ग्रालाई खुवाउने भनेर यहाँको यो बारीको चाहिँ यो पत्ता यस्तो पत्ताहरू चाहिँ टिप्न आएको। यो भाइहरूले चाहिँ अगाडि त्यो बोरामा हालेको रे अलरेडी चाहिँ भाइहरूले चाहिँ यहाँ बोरामा हालिसकेको छ गाइज हैन। म चाहिँ अहिले यहाँ यो काकपिनी भन्ने ठाउँमा छु गाइज। भ्यू चाहिँ गाइज यस्तो छ है गाइज। भ्यूहरू जस्तो छ सर र यो माथिको जुन त्यो घरभन्दा माथिको रोडहरू चाहिँ सबै चाहिँ वहाँ मुक्तिनाथ जाने रोड हो। तर जान चाहिँ म चाहिँ गएको छैन। तर मेरो क्यामेराले यस्तो हुन्छ कि गाइज हैन, क्यामेराले खिच्ने भन्दा पनि स्वयंमा आफू आएर हुन्छ नि आँखाले हेऱ्यो भने चाहिँ त्यो चाहिँ खतरा लाग्छ के। अलिकति डिफ्रेन्ट नै हुन्छ कि क्यामेराले खिचेको र स्वयं हैन आफू चाहिँ डाइरेक्ट आएर के हेऱ्यो भने चाहिँ भ्यू चाहिँ खतरा डिफ्रेन्ट हुन्छ कि हैन। तर मेरो क्यामेराले चाहिँ खासै राम्रो देखाउन क्वालिटी पनि राम्रो छैन। तर त्यस्तै बब्बाल क्यामेरा भन्यो भने चाहिँ खतरा देखाउँछ गाइज हैन। माथि आँखाले देखे जस्तो चाहिँ जो क्याप्चर चाहिँ हुन्न के गाइज हैन। यहाँ मैले चाहिँ प्रत्यक्ष रूपमा आँखा देखेको छु। यहाँ चाहिँ मैले भिडियो सुट गरिरहेको छु तर त्यस्तो चाहिँ हुन्न गाइज हैन। यो खेतहरू यहाँ उतातिर खेतहरू छ त्यो गाइज। मान्छेहरू चाहिँ अब त्यो नलो के बोकेर हिँडिरहेछ। त्यस्तै हावा चाहिँ फेरि गाइज भन्नुपर्ने के 24 घण्टा हो गाइज हैन। हावा चाहिँ खतरा हो क्या फेरि। अनि भाइहरूले चाहिँ त्यहाँ त्यो सागको बोरासँग मात्रै हिँड्यो। म चाहिँ यहाँनिर छु है। त्यस्तै छ गाइज। हावा लाग्छ मलाई तर्सायो यो गुन्डाले मलाई गाइस। ल माथि गाइस हैन हावाले हैन बत्ताएर यस्तो मोबाइल अड्डाउँदा पनि यस्तो हलङ मलङ हल्लाइदिने खतरा यो काकपिनीको भ्यूहरू खतरा। म चाहिँ यहाँ हिँडिरहेको छु है ब्लग गर्दै फ्रम काकपिनी गाइस। ल तपाईँहरू पनि घुम्न आउनु होला। यो ठाउँ चाहिँ खतरा है। यो चाहिँ स्कुल हो काकपिनीको स्कुल हो। यहाँ चाहिँ अहिले चाहिँ दसैँ तिहारको छुट्टी छ नि त। त्यही भएर यहाँ पढ्ने स्टुडेन्टहरूको चाहिँ सबै छुट्टी भएको कारणले गर्दाखेरि आज चाहिँ स्टुडेन्टहरू देख्न सकिरहेको छैन यो स्कुलमा। अहिले बन्दको अवस्था छुट्टी छ। म चाहिँ एक्लै मलाई जिस्काइरहेको छ भाइहरूले चाहिँ यहाँ कसरी आउँदैछ मलाई जिस्काउँदै कि यिनीहरू कता कता के गर्छ जिस्काउँदै कि। यो चाहिँ गेट हो काकपिनी स्कुल छिर्ने गेट हो गाइस है। लकडा खोल दरवाजा खोल। गाइस भ्यू आँखाले यस्तो गाइस। सही हो। त्यो चाहिँ हाम्रो होटल हो लासा होटल गाइज। त्यो ठुलो अगाडिको होटल चाहिँ यहाँ चाहिँ थुप्रै होटलहरू छ। मान्छे पनि त्यस्तै यो सिजनमा खतरा आइरहेको छ कि मान्छे होइन जतासुकैबाट यस्तै गाइज। यहाँतिर पसलहरू सानो पसलहरू खतरा धेरै पसलहरू छ है। तपाईँहरू पनि एकचोटि मुस्ताङमा घुम्नु आउनु होला है मेरो रिक्वेस्ट। किनकि ठाउँ राम्रो छ। पसलको दाइहरू यहाँ चाहिँ सामान बेच्न बस्नु भएको छ। भाइहरू चाहिँ अगाडि हिँडेको छ। आइएम हियर गाइस। यो चाहिँ अङ्कलको होटेल हो लासा होटेल गाइस। होटेल लासा एन्ड गौचन थकाली किचन। तपाईँहरू यदि घुम्न आउनुहुन्छ भने यहाँ खाने बस्नेको राम्रो व्यवस्था छ है यो होटेलमा लासा होटेल।
गाइज आउन सक्नुहुन्छ। यतानिर पनि होटेल छ, यो पनि होटेल हो अगाडिको, यो जतासुकै होटेलहरू छ है गाइज। र फाइनली होटेलमा आइसक्यौँ गाइज है। भिडियो कस्तो लाग्छ लाइक